हाम्रो पुरान नयाँ त्यो के भन्छ त्यसलाई अनलाइन अर्डर गरेको कपडा लाएर चट्टा आछ मेन बाजुर अगाडि बसेछ अङ्गालो हाल्दै हामी जाँदैछौँ कसलाई भेट्न रे मलाई चिनेर के नाम बिर्सिन्छ यहाँ मलाई अनि त्यहाँ पुगेपछि तपाईँ जानकारीहरू दिन्छौँ र त्यसपछि हामी त्यहाँ खाजा खानेछौँ के गर्नेछौँ हेरौँ होइन जियो भने खाने अन्त किनेर खानुपर्छ त्यसपछि पाहाडमा घुम्न जान्छौँ माथि घुम्न गइसकेपछि फेरि त्यहाँ मन्दिर पुगेर केटी माग्नु परेको छ कि सिङ्गल लाग्दै भयो त्यहाँ पुगेपछि तपाईँहरूलाई भिडियो देखाउँछु अहिलेको लागि हेरिरहेछ अनि भित्रबाट हेरिरहेछ निस्क्यो भेट्न आएको हो अनि हेलो एभ्रीबडी के भन्छ चाहनुहुन्छ मलाई फाइनली साइलालाई भेटायो फाइनली भेटायो भेटियो ल हामी भित्र जान्छौँ जान्छु है अनि छुट्टिहालौँ फेरि त्यो पाइँदैन कि फेरि सलमान खानको गानासँग यो मुभी त मैले हेरेको यार हाम्रो गोविन्द सरको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन हार्दै अनुरोध गर्छु र चिकन राइस कसरी बनाउने भनेर सिकाउनै हुनुहुन्छ उहाँ अहिले मगर भाषा नबोला न बुझ्दैन के यार होटा भनेर यार खास कुरा बोल्ने के ओहो ओ निबरै के खायो भने मलाई चाहिँ अलिक धेरै हाल्नु है A few moments later. चट्ट लाएर चाहिँ हामी माथि उकालो चढ्दैछौँ र हाम्रो साथमा चाहिँ केही पिउने कुराहरू भनौँ कि केही कुरा भनौँ छ हाम्रो तिनजना अगाडि हिँडिरहेको छ म भन्दा अगाडि बाछो भएर अनि गाइस धेरै छु यस गाइस कान खेर्छ बेला न नामले अरे यार त्यही ढिमाले क्या सिधा अब उकालो डाँडा ढिमा मात्र त्यसम्म उकालो खालको बाली भएको जग्गा यहाँबाट उता माथि पुग्ने हो अनि के त हिँड्नेलाई गाडी भइसकेको छ हामी चाहिँ पहिला पनि यो ठाउँमा आइसकेका छौँ उतापट्टि डाँडामा हामी एकदम रमाएको थियौँ उता खाल्टोतिर र यहाँबाट माथि चाहिँ गएको थिएन र हामी त्यो बाटो पन्छ्याउँदै जानेछु कहाँ छ मन्दिर भनेर मन्दिर सत्यलाई हाम्रो गोविन्द सर राम्रोसँग यहाँ त छाया मात्र देखेछ कि हो क्या राम्रोसँग देखेछन् हौ नेपाल जस्तै छैन नेपाल जस्तै छैन नेपाल जस्तो छ कि छैन नेपाल जस्तै छ अब यो भ्लग चाहिँ गोविन्द सरको च्यानलमा आउँदैछ र भ्लगरको भन्यो भने फेरि अर्कै छ होइन भ्लग बनाउने मान्छे मलाई आएर सब्सक्राइब गर्नु पऱ्यो तपाईँहरूले कहिले बनाएको छ भने त च्यानल अर्कैमा आउँछ तर कहिले बनाएको छ इजी नुन र उतापट्टि हामीले भिडियो बनाइसकेको थियौँ पहिला उता माथितिर उतापट्टि खाल्टोतिर पनि यो मरेको मान्छे हो कि के हो यसले पनि भ्लग बनाइरहेछ क्या हो यो मान्छेले भ्लग बनाइरहेछ ल हामी जाने हो यहाँबाट माथि जाउँ र केटाहरू जेसुकै गरोस् मतलब छैन
यहाँ आशीर्वाद लिनु पर्यो यहाँ पैसा राख्छ क्या पैसा राख्छ कि यहाँ राख्छ कि है आज त छैन पहिला पहिला पैसा हुन्थ्यो आजकल त भिखारी पनि यहीँ आएर लिएर जान्छ यो ठाउँ देख्न सक्नुहुन्छ तपाईँहरू हेर्नु त कति राम्रो छ यो ठाउँ यहाँ आएर पनि मैले भ्लग बनाएको थिएँ तर पनि त्यो भ्लग चाहिँ अलिकति लाज लाएर मैले त्यो डिलिट गरिसकेँ र फेरि पनि तपाईँहरू यही ठाउँमा भ्लग देख्न सक्नुहुन्छ तपाईँहरू र कस्तो थके लागेको अवस्था एकछिन म सास फेर्छु सास फेरिसकेँ गाइज अनि आइफोन 11 प्रो म्याक्सलाई देख्न सक्नुहुन्छ तपाईँहरू आइफोन 11 प्रो म्याक्स कस्तो हुन्छ हेर्नु यहाँ र यहाँ चाहिँ हाम्रो गाउँमा जस्तो छैन फेरि यहाँ हेर्नुहोस् विकसित ठाउँमा बत्तीको व्यवस्था गरेको छ जङ्गलमा ब्लग नबना है तिमीहरूको ब्लगलाई मैले जित्छु यार अब उहिलेको जमानामा हामी त्यो पहाड चढेर एउटा खोला पार गरेर स्कुल जान्थ्यौँ आजकलको जमानाको केटाकेटीहरू 90 रुपियाँको स्प्राइट बोक्न पनि सक्दैन के हो गाइस यस्तो छ हालत माथि गएर फेरि खाएको दिनु बोक्न नमान्ने भन्दाखेरि यसलाई यहाँ फेरि पिसाब फेर्न गइरहेको छ पिसाब कसरी फेर्नुहुन्छ भनेर यदि तपाईँहरू देख्न चाहनुहुन्छ भने म अगाडि गएर देखाउन सक्छु तर पनि म चाहन्न अहिले प्राइभेट राख्नु तपाईँहरू कमेन्ट गर्नु होला पिसाब कसरी फेर्छ मान्छेले भनेर केटीहरूले खास गरी मेसेज गर्नु केटाहरूले पिसाब कसरी फेर्छ भन्दा म कमेन्ट गर्नु यहाँ यो भिडियोमा कमेन्ट गर्नु म यो भिडियोकै अगाडि गएर भिडियो बनाएको देखाउने छु अहिलेलाई चाहिँ यो भिडियो यही स्टप हुन्छ र अलिकति माथि गएर भिडियो चालु हुन्छ धन्यवाद र गाइस पिसाब फेरेर यसरी पानी पिउनुपर्छ तपाईँहरूलाई जानकारी दिन चाहन्छु र मैले चाहिँ भ्लग बनाउन थाकेछु त्यही भएर मैले पानी पिउँछु र आजकलको केटाकेटीको हातमा मोबाइल बाइक केही हुँदैन माथि गएर रमाइलो गर्नुपर्छ नाचेर रमाइलो गर्नुपर्छ अलिक जुम हुने रहेछ कि पुगेँ 0.1मा बाहेन कहाँ पुग्ने हो अब चलो त्यहाँ माथि चाहिँ रहेछ नि यार डाँडो देखेको छैन त्यहाँ जाउँ त्यहाँ मन्दिर छ कि गाइस ओ काली ओराली गर्दै आँखाभरि यो भिड चाहिँ म अहिले देखाउँछु माथिबाट राम्रोसँग हाई गाइस है कमेन्ट गर्नुलाई कस्तो छ भन्दा हाई यो भिड देख्नु होला सबैजनाले कति राम्रो छ माथि नै जाने हो क्या हेर्नु कि त हो नेभर गिभ अप अहिले जवानमै यसरी हार मान्नु हुँदैन नत्र बुढेसकालमा जङ्गलको बाजु छ गाइस हेर्नुहोस् यदि हामीलाई बाघले खायो भने तपाईँहरूले सबैभन्दा बढी मलाई सम्झिनु होला त्यसपछि कसलाई त त्यसपछि गोविन्द सरलाई यो बाँदर भनेको बाँदर हो कि सरलाई जङ्गलमा आएपछि बाँदर देख्नै पर्दैन हेर्न ए लुङ्गीलाई लिफराम्ने क्या बोल्न पनि यसलाई नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली यत्रो जवान लाथे भएर पनि बाफ्रे हिँड्नै नसक्नेहरू हेर अगाडि ल त्यहीँ नाच्नु ल हे बिस्तारामा हुन त्यहाँको साइज दाङ्ने क्या मिने सानो लगाएको छु ल है पनि माथि छ हेर्नु तर पनि मन्दिर चाहिँ यहाँ रहेछ नि त गाइस होइन हामीलाई अब त माथि जानु पर्दैन नि त गाइस एकदमै चट्ट परेको राम्रो पहाडको मुनि राम्रो एउटा मन्दिर छ र यहाँ चाहिँ एउटा दोकान हो कि के हो यहाँ लेखेको छ त
सोमबार ओके हामी कुकुर खानै नपाएको कुकुरहरू पनि हिँडिरहेछ बिचरा ल यहाँ फोटोसुट चालु भइरहेको छ यहाँ गाइज